एन्जेला हेरेर हलबाट बाहिर निस्कँदा धेरै दर्शकहरू हातमा रुमाल बोकेर आइरहेका थिए। मेरो आँखामा पनि आँसु बगिरहेको थियो। तर म आफूलाई सोधिरहेको थिएँ कि साँच्चै यो फिल्मले गर्दा भइरहेको हो वा अन्जिलाको मन छुने कथा सुनेर। यसको स्पष्ट जवाब सायद मैले यो रिभ्यू गर्दा गर्दै पाउनेछु र तपाईले पनि पाउनुहुनेछ। फिल्मको पहिलो 30 मिनेट हाल नेपाली सिनेमालाई मनपर्ने जनर सोशल ड्रामामा अल्झिन्छ भन्छु, किनकि एउटा सम्बन्ध स्थापना गर्दा मेनली चन्द्रबहादुर राई दयाहाङ राईको पात्र र सृजना सुब्बाको पात्र कौशल्याको फिल्मले धेरै नै समय खर्च गरिदिन्छ। सम्बन्धको स्थापना केही हदसम्म चाहिन्थ्यो, तर के त्यो मुख्य प्लट नै थियो त फिल्मको, त्यो भने थाहा भएन। नाम एन्जेला भए पनि फिल्ममा एन्जेलालाई नै फर्स्ट हाफमा सेकेन्डरी क्यारेक्टरको रूपमा प्रस्तुत गरिएको छ। दोस्रो हाफमा मात्रै प्रमुख पात्र बन्छिन् उनी। उनको फुटबलिङ यात्रालाई सामान्य र सुविधाजनक रूपमा देखाइएको छ, तर मिलन चाम्सले रियल लाइफ फिगरलाई एक्ट गराउनु यहाँ काम लाग्छ, किनकि